हेलो गाइस, आज चाहिँ हामी घुम्न जानु लाग्यो। घुम्न पनि के घुम्न जानु भन्ने, यसो पार्कमा यसो हल्लिन जाऊँ भनेर। हेलो भनिदेऊ गाइस, हेलो भन न। हेलो। अनि आज चाहिँ हामी अस्ति त्यही जङ्गलको पार्कमा जान लाग्यौँ। अनि सबै साथीहरू भएर मेरो बाल पनि उडिसक्यो यहाँ। अनि हजुरले चाहिँ बाटो देख्न सक्नुहुन्छ, यहाँ यस्तो छ। अनि यहीँ साइडमा फेरि ट्रेन स्टेसन छ कि, यस्तो ज्याउ हुन्छ हेर्नु। रातिमा सुत्नलाई त भगवान हुन्छ। अनि फेरि यो फेरि मलाई हेर्न सक्नुहुन्छ। बाई बाई गाइड्स। ल देखेछ, हेलो गाइड्स। अनि हामी चाहिँ अब यहाँनिरबाट बाटोमा हिँड्दैछौँ। अनि फेरि के भन्छ अरे, यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ, यो सबै चाहिँ अफिसहरू क्या, लाइक हुन्छ नि, यतातिर चाहिँ सिटी अफिस हो। अनि यो चाहिँ के को अफिस हो थाहा भएन मलाई। अनि अरू चाहिँ यही हो बाटो, यही रहेछ जापान भन्ने चिज। यहाँनिर फेरि अब हिँड्ने के साइकल, अब रिच किड्स भए त कार छ के, कार हुनुपर्ने हो के अरे होइन। रिच किड्स भए चाहिँ कार हुनुपर्ने हो, तर हामी रिच किड्स छैन, त्यही भएर साइकलमै हिँड्नुपर्छ। त्यही साइकल पनि छैन फेरि हामीसँग। अनि त्यसपछि हिँड्दै हो जहाँ पनि। अनि फेरि हामी जाने ठाउँमा फेरि ट्रेनमा जान हुन्थ्यो, तर ट्रेनमा जाँदा चाहिँ के हुन्छ नि, ट्रेनमा गयो फेरि 15 मिनट फर्केर फेरि त्यही बाटोमा आउनुपर्छ कि। अनि त्यही भएर हामी हिँड्दै जाँदैछौँ गाइस। बाई बाई। उहाँ गएर सो गाइस, अब चाहिँ हामी आउन लागिसकेका छौँ। के अरे कति हिँड्यौँ भन। आज चाहिँ हामी कहीँ जान लाउनु र नहराउने त कुरै हुन्न। हामी चाहिँ 15 मिनटको बाटोलाई 30 मिनट चाहिँ लगायौँ हो, त्यो चाहिँ हो है। अनि हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यस्तो मजाले चाहिँ अनि सब्जीहरू लगाउँछन्। अनि रुखहरू देख्न सक्नुहुन्छ। सब्जी त राख्यो हामीलाई, यसरी चाहिँ हामीले किन्न सकिन्छ। यहाँ चाहिँ गाइस राम्रो देखिन्छु होला नि। के अरे हामी चाहिँ यहाँ अब के भन्ने, जापान आएको पनि 1 महिनाभन्दा धेरै भइसक्यो, तर काम पनि केही गरेनौँ। पढ्न जान्छौँ, बोल्न पनि आउँदैन। त्यो स्टोरहरूमा, त्यो अनि के अरे सुपर मार्केटहरूमा गयौँ भने गुन्डी जस्तो फिल हुन्छ गाइस। हेर्नु, बोल्न आउँदैन, हाई हाई भन्न मात्र आउँछ। अनि अरू चाहिँ केही आउँदैन। अनि त्यही भएर अनि हामी थोरै मात्र बोल्छौँ। यो दिनुहोस् त्यो दिनुहोस्, त्योभन्दा धेरै बढी आउँदैन बोल्न। अनि यो चाहिँ हाम्रो पार्क रहेको छ। के पार्क भन्ने यसलाई, नेपालमा जस्तो पार्क छ यहाँ। अनि यता चाहिँ के अरे कति शान्त हुन्छ कि यार वातावरण चाहिँ। गाइस हामी चाहिँ यहाँ आइसकेछौँ। के अरे अब चाहिँ यहाँ हामीले अब ठाउँ खोज्छौँ अनि बस्छौँ। त्यसपछि यहाँ हजुरले देख्न सक्नुहुन्छ, यो केटाकेटीहरूले चाहिँ यहाँ चाहिँ फिसिङ हो कि के गरिरहन्, के फिसिङ भन्ने। कस्तो राम्रो भयो यार। सो हेलो गाइस, हामी चाहिँ यहाँ आइसकेछौँ। अब चाहिँ हामीले चाहिँ यहाँनिर के अरे खान्छौँ। अब खानै पर्यो। अनि त्यसपछि के बनाउँछौँ, यस्तो बस्छौँ अनि जान्छौँ। यहाँ चाहिँ हजुरहरूले यिनीहरूलाई देख्न सक्नुहुन्छ। ओ हिरोनी यता चाहिँ हेर्दैनन् रे, यता चाहिँ छुट्टै हो क्या फेरि। बाई बाई। गाइस भ्लग बनाउँछु भनेको बिर्सेछु के। अनि अब चाहिँ हामी घर फर्किन लाग्यौँ। अनि मैले चाहिँ भिडियोहरू सुट गर्न थियो, अनि त्यही भएर
भिडियो सिडियो सुट गरेर अनि अब चाहिँ घर फर्किन्छौँ हामी। अनि त्यसपछि चाहिँ यहाँनिर एकदम राम्रो ठाउँ छ कि अनि फेरि दिउँसोमा भन्दा पनि साँझमा चाहिँ एकदम राम्रो भ्यूहरू आउँछ कि अनि त्यही भएर त्यो भ्यूहरूमा भिडियो सुट गरेँ अनि हजुरहरूलाई पनि देखाउने छु त्यो भिडियो सुटहरू चाहिँ। गाइड्स यिनीहरू चाहिँ अगाडि अगाडि हिँडिराख्नु के काम छैन यिनीहरूको। अब चाहिँ नाइटको भ्यू चाहिँ यस्तो छ गाइस अनि यति नै हो। बाटोमा पनि म भिडियोहरू बनाउँदै हजुरलाई नाइटको भ्यूहरू देखाउँदै छु। गाइस हामी चाहिँ यहाँ आइसक्यौँ। तिमीले के लिने हो र 7-11 त्यो चिप्स लिने हो र नलिने महँगाइ यस्तो छ कि यहाँ केही कुरा लिनु पनि आँटेर लिनुपर्छ। अनि यहाँको सब्जीहरू झन् यति महँगो होइन यति महँगो। अस्ति हामी के अरे फलफुल हेर्न गएको थियौँ अनि हामी बाहिरबाट हेरेर खाएर आयौँ किनभने मनले खाएर आयौँ। फेरि किनेर खाना त अब अनि त्यसपछि आयौँ। अनि के अरे त्यो खरबुजालाई कति थियो एउटा यत्रो डल्लोलाई 1800 भनेपछि के भन्ने अब यहाँ के भन्न सकिन्छ र कति महँगो के रास्ते। अनि यहाँ चाहिँ अनि रुल्सहरू पनि कति धेरै के भगवान् दुख्रे। सो हेलो गाइज म चाहिँ रुममा आइसकेँ अनि अघि नै बाटोमा भिडियो बनाउँछु भनेको त्यस्तै भयो बनाउन नि। अनि त्यही भएर म रुममा आएर ड्रेस चेन्ज गरेर चाहिँ म सुत्नको लागि रेडी भइसकेको छु। सो नेक्स्ट भिडियोमा नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई गाइज।